Hello everyone, मेरा नाम से महेश पाठक and I'm today here to teach you about cost sheet. Cost accounting अन्तर्गत आउने यो च्याप्टर हाम्रो cost sheet एकदमै परीक्षाको दृष्टिकोणले धेरै नै इम्पोर्टेन्ट मान्ने गरिन्छ। सबैजसो इक्जामको अटेम्प्ट्सहरुमा यो क्वेशन सोधिने गरेको छ। त्यसै गर्दाखेरि हामी आज cost sheet समराइज वेमा पढौँला है त। सो हामीहरू बेसिक अकाउन्ट्स भन्दा आज चाहिँ बाहिर आएर पढ्नेवाला छौँ, ठिक छ। के गर्नेवाला छौँ? बेसिक अकाउन्ट्सबाट बाहिर आउनेछौँ आज। वाट इज बेसिक अकाउन्ट्स फर्स्ट त्यो त थाहा हुनु पर्यो हामीहरू सबैलाई। सो बेसिक अकाउन्ट्समा हामीहरू डेबिट क्रेडिट गर्थ्यौँ, इन्ट्रीहरू पास गर्थ्यौँ, लेजर बनाउँथ्यौँ, ट्रायल ब्यालेन्स बनाउँथ्यौँ होइन, ब्यालेन्स सिट बनाएर फाइनल अकाउन्ट्सतिर लाग्थ्यौँ। बट इन कस्ट सिट वी विल बी असर्टेनिङ द कस्ट अफ एन आइटम है। कुनै पनि आइटमको कस्ट असर्टेन गर्नका लागि हामी चाहिँ यहाँ काम गर्नेछौँ। अब कस्ट असर्टेन गर्ने त भन्यौँ, तर कस्ट असर्टेन कसले गर्छ त नि भन्ने बुझ्न पर्यो है। कस्ट असर्टेन कसले गर्छ त भन्दा म्यानुफ्याक्चरिङ इन्टिटीहरूले गर्ने गर्छ। ओके, दोज इन्टिटीज विच म्यानुफ्याक्चर देयर गुड्स देयर प्रोडक्ट्स दे डु कस्ट अकाउन्टिङ है। आफ्नो लागत अनुमान गर्नका लागि नेपालीका स्टुडेन्ट्सहरूका लागि सजिलो हुन्छ। लागत के अरे, लागत अनुमान गर्न, कस्टलाई एस्टिमेट गर्नका लागि, लागतलाई आफ्नो कति लाग्यो भन्ने थाहा पाउनको लागि, कस्ट एस्टिमेसनका लागि कस्ट अकाउन्टिङ गर्ने गरिन्छ, ठिक छ। ओके, सो यी गफहरू गर्दै गर्दाखेरि अलिअलि लेखेर पनि पढौँ है। सो लेखेर पढ्न पर्दा फर्स्टमा मैले के भने, कस्ट सिट। ओके, मैले भने कस्ट अकाउन्टिङ अन्तर्गत कस्ट सिट आउने गर्छ र कस्ट सिट नामबाट नै क्लियर छ, हेर त, कस्टको सिट हो। ओके, कुनै पनि कस्टहरूलाई चाहिँ एउटा सिटमा राखिदिने त हो, सिम्पल होइन। अब त्यो सिटमा राख्ने त भन्दा कसरी राख्ने त नि, वी विल बी डिस्कसिङ इट हियर। ओके, फर्स्ट अफ अल म फर्मेटबाटै जान्छु, त्यसपछि फर्मेटको हरेक आइटमलाई तिमीहरूलाई बताउँछु मैले है त। ओके, ल, कस्ट सिटमा हामीहरू कस्ट असर्टेन गर्ने हो भने हामीहरू कस्टलाई एक ठाउँमा राख्ने पहिला। ओके, राखौँ। ल, मलाई भन, तिमीहरू सबभन्दा पहिला कुनै पनि प्रोडक्ट बनाउनका लागि के चाहिन्छ? के चाहिन्छ? र मेटेरियल चाहिन्छ नि होइन। र मेटेरियल चाहिन्छ भने फर्स्टमा हामीहरू के हुन्छ, र मेटेरियल, र मेटेरियलको कस्ट होला नि त होइन, र मेटेरियलको लागत होला। कुनै ठाउँबाट किनेर ल्याउनु पर्ला हामीले होइन। कुनै पनि एउटा फ्याक्ट्रीमा इमेजिन गरौँ, हामी त्यो फ्याक्ट्रीमा हामीहरू कुनै कुरा किनेर ल्याउँला, जस्तो चाउचाउ फ्याक्ट्रीमा मैदा किनेर ल्याउँला हो, जस्तै सुगर केन फ्याक्ट्रीले चिनी फ्याक्ट्रीले सुगर केन किनेर ल्याउला। त्यो त्यसका लागि र मेटेरियल हो भने त्यसका लागि पे गर्ने पैसा चाहिँ त्यसको कस्ट हो, केका लागि? र मेटेरियलका लागि। र मेटेरियल त किनेर ल्यायौँ हामीले, ठिक छ। र मेटेरियललाई हामी कस्ट सिटमा के गरौँला? जोडौँला। ओके ओके, नेक्स्ट, र मेटेरियल त किनेर ल्यायो इन्डस्ट्रीभित्र, अब के गर्नु पर्ला? त्यो र मेटेरियललाई यत्तिकै थन्काएर राख्ने हो र होइन, त्यसमा के काम गर्नु पर्ला? के काम गर्नु पर्ला त भन्दा त्यो काम गर्नका लागि मान्छे चाहिएला। अभियसली मान्छे चाहिएला भने मान्छेलाई पैसा दिन पर्ला कि नपर्ला? पर्ला। मान्छेलाई पैसा दिनु पर्ला भने त्यो पैसा दिने कुरालाई के भन्ने हामीले? लेबर भन्ने। के भन्ने? लेबर भन्ने। लेबरलाई पनि राख्नु पर्ला कस्ट सिटमा। ओके सर, र मेटेरियल पनि आयो, लेबर पनि आयो, बन्यो त प्रोडक्ट? भन्दैन नि, अभियसली बन्दैन। अब त्यसका लागि के चाहिन्छ त? अरू फ्याक्ट्री ओभरहेड चाहिन्छ, फ्याक्ट्रीमा लाग्ने कस्ट चाहिएला। जस्तो फ्याक्ट्रीमा हामीले इन्डस्ट्रीहरूमा मेसिनरीहरू चलाउँला, इन्डस्ट्रीमा हामीले बिजुलीहरू खपत गर्नु पर्ला, इन्धनहरू खपत गर्न पर्ला, पेट्रोल डिजल अन्य हाम्रा फ्युलहरू युज गर्नु पर्ला। त्यो फ्युलको कस्टहरू सबै हामीले के भन्ने? त्यसलाई फ्याक्ट्री कस्ट, फ्याक्ट्री ओभरहेड भन्ने, ठिक छ। फ्याक्ट्री ओभरहेड भन्ने, फ्याक्ट्री ओभरहेड भनेको फ्याक्ट्रीमा लाग्ने अन्य कस्ट, लेबर र मटेरियल बाहेक हो। लेबर र मटेरियल बाहेक जुन जुन कस्ट लाग्छ त्यो सबैलाई हामी फ्याक्ट्री कस्टभित्र राखौँला। ओके, अब फ्याक्ट्रीमा कुनै कुरा बनिसक्यो, अब हेर त, हाम्रो कुरा चाहिँ बनिसक्यो फ्याक्ट्रीमा, र मेटेरियल लाग्यो, लेबर लाग्यो, फ्याक्ट्री ओभरहेड लाग्यो र हाम्रो एउटा प्रोडक्ट रेडी टु गो भयो। अब त्यति काम गरुन्जेलसम्म फ्याक्ट्रीमा त काम भइरहेछ, तर फ्याक्ट्रीलाई सम्हाल्ने एउटा डिपार्टमेन्ट चाहियो कि चाहिएन? चाहियो। के चाहियो? त्यो डिपार्टमेन्टलाई के भन्ने? एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट भन्ने है त। एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट पनि होला, जहाँ हाम्रो के होलान्? एचआरहरू होलान् होइन, अकाउन्टेन्ट्सहरू होलान्, अरू कुनै कस्टका कामहरू गर्ने मान्छेहरू होलान् होइन, प्रोफेसनल्सहरू होलान् भने इन्जिनियर्सहरू, क्वालिटी एस्युरेन्स इन्जिनियर्सहरू हुन सक्छन्।
ती इन्जिनियरको कस्ट पनि त हामीले यहाँ लिनु छ, तिनीहरूको कस्ट लिनु छ भने त्यसलाई चाहिँ के भन्ने त एडमिन अथवा एडमिनिस्ट्रेटिभ है, एडमिनिस्ट्रेटिभ ओभरहेड, यसलाई पनि जोडौँला है, यसलाई पनि जोडौँला, एडमिनिस्ट्रेटिभ ओभरलाई पनि जोड्यौँ हामीले, एडमिनलाई पनि जोडिदियौँ, फ्याक्ट्रीमा गुड्स त रेडी भइसकेको थियो, एडमिनले पनि हाम्रो पैसा खाइसक्यो, उनीहरूको पनि कस्ट हामीले यहाँ असर्टेन गरिसक्यो, ठिक छ। ओके, यस पछाडि के खर्च हुन्छ त अब मार्केटिङ गर्न पर्यो, प्रोडक्टलाई लग्नु परेन, बजारमा बेच्न पर्यो, बजारमा लगेर बेच्नका लागि के चाहिन्छ त सेलिङ एन्ड डिस्ट्रिब्युसन, सेलिङ एन्ड डिस्ट्रिब्युसन यसलाई पनि जोड्ने, ठिक छ, जोडौँ। ओके, यहाँ चाहिँ एनिर आएर के हुन्छ त अब हाम्रो फ्याक्ट्रीमा बनिसकेर बेच्दाखेरिको कस्ट आउँछ कि आउँदैन, आउँछ, यसलाई चाहिँ के भन्ने कस्ट अफ प्रोडक्सन, ठिक छ। यो भागमा आएर जुन आउटपुट हामीलाई मिलिरहेको छ, जुन कस्ट मिलिरहेको छ, यसलाई चाहिँ हामी कस्ट अफ प्रोडक्सन बनाउला है। ल मैले त सिधै कस्ट अफ प्रोडक्सनमा पुऱ्याइदिएँ त सर, हामीले त के अरू कुरा पनि सुनेको थियौँ त होला तिमीहरूले, सो सुनेको छौ, सुनेको छौ, अब म भन्दै जान्छु तलदेखि माथिसम्म। ओके, लास्टमा त कस्ट अफ प्रोडक्सन आउँछ, ठिक छ। योभन्दा माथितिर कुनैहरू आउँछन् नि त होइन, के आउँछन् त भन्दा र मेटेरियल र लेबरलाई जोडेपछि आउँछ हाम्रो यहाँनिर प्राइम कस्ट, ठिक छ। ओके, फ्याक्ट्री ओभरलेलाई जोडिसके पछाडि यहाँनिर अर्को कस्ट आउँछ, त्यो कस्टलाई के भन्छन् फ्याक्ट्री कस्ट, ठिक छ। फ्याक्ट्री कस्ट पछाडि त सेलिङ एन्ड डिस्ट्रिब्युसन र एडमिन जोडिसके पछाडि सिधै हाम्रो आउने भनेको के हो, कस्ट अफ प्रोडक्सनमा पुग्छौँ, ठिक छ। ओके, दिस इज समराइज्ड एउटा फर्मेट हो कस्ट सिटको। अब एउटा क्वेसन गरौँला हामी, त्यो क्वेसनमा कसरी कहाँ कहाँ प्लट गर्ने र के आउटपुट निकाल्ने, क्वेसनले कसरी क्वेसन सोध्छ त हामीलाई त्यो डिस्कस गरौँला है त। ओके ओके, एउटा क्वेसन हेरौँ, ठिक छ। र मेटेरियल कतिको 20,000, लेबर 10,000, फ्याक्ट्री ओभरहेड ओएच लेख है त, ओभरहेड 15,000, एडमिन ओभरहेड 5,000, ल त्यसै गरी सेलिङ एन्ड डिस्ट्रिब्युसन 4,000। ओके, के भन्छ यहाँनिर फाइन्ड कस्ट अफ प्रोडक्सन एन्ड कस्ट अफ सेल्स। ओके, एउटा कुरा के पनि थपिदिउँ भने प्रोडक्ट्स म्यानुफ्याक्चर्ड 2000 युनिट्स बनाउनु पर्नेछ, हामी 2000 युनिट्स बनाउनु पर्नेछ, यो कस्ट लाग्नेछ, कस्ट अफ प्रोडक्सन पनि निकाल अनि कस्ट अफ सेल्स पनि निकाल, ठिक छ। अनि एउटा कुरा अरू थपिदिउँ न यहाँनिर, कस्ट अफ प्रोडक्सन फर ए युनिट, ए सिंगल युनिट, एउटा युनिट बनाउन चाहिँ कति लाग्छ त नि कस्ट, त्यो पनि निकाल भने, ठिक छ। ओके, हेर त प्रोडक्ट्स म्यानुफ्याक्चर्ड 2000 युनिट, 2000 युनिट बनाउनु पर्ने छ, मटेरियल 20,000 को लाग्ने छ अरे, लेबर 10,000 को लाग्ने छ, फ्याक्ट्री ओभरहेड 15,000 को, एडमिन ओभरहेड 5,000 को, सेलिङ एन्ड डिस्ट्रिब्युसन 4,000 को भने कस्ट अफ प्रोडक्सन पनि निकाल, कस्ट अफ सेल्स पनि निकाल, अनि कस्ट अफ प्रोडक्सन अफ अ सिंगल युनिट, एउटा युनिट बनाउन कति लाग्छ त्यो पनि निकाल अरे, कस्ट अफ प्रोडक्सन, ठिक छ। ओके, लेट्स मुभ टु द सोल्युसन।
हाम्रो फर्मेट त क्लियर छ हामीलाई हो। सबभन्दा पहिला के आउँछ र मटेरियल कस्ट। कति थियो र मटेरियल कस्ट भन त साथीहरु मलाई? 20,000 हो। ओके 20,000। त्यसपछि के आउँछ लेबर। ओके लेबर कति थियो 10,000 पो रहेछ। ओके 10,000। ओके त्यसपछि के आउँछ यसपछि हामीले र मटेरियल र लेबर जोडिसके पछाडि के आउँछ हाम्रो यहाँनिर आउँछ प्राइम कस्ट। यो भनेको के हो हाम्रो प्राइम कस्ट हो। ल जोड त यसलाई 30,000 ठीक छ प्राइम कस्ट। अब प्राइम कस्टमा के जोड्ने अब फ्याक्ट्री ओभरहेड जोड्ने फ्याक्ट्री ओभरहेड कति छ फ्याक्ट्री ओभरहेड 15,000 15,000। फ्याक्ट्री ओभरहेड जोडिसके पछाडि के आउँछ फ्याक्ट्री कस्ट। फ्याक्ट्री कस्ट आयो यहाँनिर कति भयो फ्याक्ट्री कस्ट हाम्रो 30 मा 15 जोड्यो 45,000। ओके फ्याक्ट्री ओभरहेड जोडिसके पछाडि फ्याक्ट्री कस्ट आयो। फ्याक्ट्री कस्टमा अब हामीहरु के जोडौँला एडमिन ओभरहेड ठीक छ एडमिन ओभरहेड जोडौँला। एडमिन ओभरहेड कतिको छ एडमिन ओभरहेड 5,000 5,000 को एडमिन ओभरहेड जोडिसके पछाडि के आउँछ कस्ट अफ प्रोडक्सन 50,000। ल कस्ट अफ प्रोडक्सन अब के छुट्यो सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड छुट्यो। सेलिङ एन्ड डिस्ट्रिब्युसन पनि राख्नु पर्यो। सेलिङ एन्ड डिस्ट्रिब्युसन कति छ 4,000। 4,000 जोडिसके पछाडि अब के आउँछ भन्दा कस्ट अफ सेल्स। यति गरेपछि त हामीले सेल्स गर्ने कस्ट आइसक्यो नि। ओके 54,000 ठीक छ यहाँनिर प्राइम कस्ट। ओके ल कस्ट शीट फिनिश। जोड्ने त रहेछ नि केही रहेछ नि त्यस्तो गाह्रो छैन सिम्पल छ कुरो कानी। अब हाम्रो सोल्युसन सक्यो त सकेन। हाम्रो सोल्युसनमा के सोधेको छ कस्ट अफ प्रोडक्सन सोधेको थियो कस्ट अफ प्रोडक्सन आयो। कस्ट अफ सेल्स सोधेको थियो हो कस्ट अफ सेल्स आयो। अरु के सोधेको थियो कस्ट अफ प्रोडक्सन अफ सिंगल युनिट सोधेको थियो। एउटा युनिटको सोधेको थियो नि कति बनाउने भनेको थियो 2000 युनिट बनाउने भनेको थियो। 2000 युनिट बनाउने भनेको थियो एउटा युनिटको कति पर्छ त्यो निकाल भनेको थियो। ओके त्यसो छ भने हाम्रो जति कस्ट अहिलेसम्म भएको छ कस्ट अफ प्रोडक्सन सम्म त्यसलाई कति युनिट बनाउने त्यसले डिभाइड गर्यो भने एउटा युनिटको आउँछ भ्याल्यु आउँछ। ओके गरिदिउँ सर के छ सिम्पल छ। कस्ट अफ प्रोडक्सन 50,000 आएकै छ। अब हामीले 2000 युनिट बनाउने हो भनेको 50,000 हो ठीक छ। यसमा अब हामीले बनाउने भनेको कति हो युनिट्स टु बी प्रोड्युस्ड भनेको 2000 हो 2000 नै हो 2000 हो भने कस्ट अफ प्रोडक्सन अफ अ युनिट भनेको के होला त 50,000 डिवाइडेड बाई 2000 ठीक छ 50,000 डिवाइडेड बाई 2000 ठीक छ। यति गर्दा हामीहरु क्वेशनको सोलुसन भयो। 50,000 डिवाइड बाई 2000 कति हुन्छ यार यहाँनिर त गइहाल्यो त म त स्लिप परिहाल्यो दिमागै हराइहाल्यो।
यो काट्न पर्छ है। कहाँ दिमाग क्यालकुलेसन 25 दुना 50 होइन। ओके, हाम्रो कस्ट अफ प्रोडक्सन अफ अ युनिट कति आयो 25 रुपिज पर युनिट। एउटा युनिट बनाउन हाम्रो 25 रुपियाँ लाग्दो रहेछ है त। कस्ट अफ प्रोडक्सनसम्म हामी पुगेर कस्ट अफ प्रोडक्सन अफ सिंगल युनिटसम्म पनि गऱ्यौँ हामी। ओके ल, आजको क्लासको लागि यति नै गरौँ। नेक्स्ट क्लासमा अब योभन्दा पनि टिपिकल क्वेसन्सहरू हामीहरू सल्भ गरौँला है। जुन क्वेसन्समा हाम्रो एडजस्टमेन्ट्सका कुराहरू दिएको हुन्छ त्यस्तो क्वेसन्सहरू सल्भ गरौँला है। हाम्रो कस्ट अफ प्रोडक्सन दिएको हुन्छ, फ्याक्ट्री ओभरहेड दिएको हुँदैन, कस्ट अफ सेल्स दिएको हुन्छ, सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड दिएको हुँदैन। ठिक छ, यस्तो केसमा कसरी सोल्युसन गर्ने, कसरी अगाडि पछाडि क्यालकुलेसन्सहरूलाई हामीहरूले म्यानिपुलेट गर्ने भन्ने कुरा चाहिँ नेक्स्ट क्लासबाट पढौँला है त। थ्याङ्क यू अल, have a good day. Done guys.